आज मैले रेस्टुरेन्ट स्टाइलको सी मोमोको रेसिपी लिएर आएको छु। त्यसको लागि एउटा बोलमा चिली सस, टोमेटो केचप, सोया सस र चिली फ्लेक्स एड गरेर राम्रोसँग मिक्स गर्नुस्। त्यसपछि स्टिम मोमोलाई फ्राई गरेर रेडी गर्नुस्। यदि हजुरलाई हेल्दी खान मन छ भने फ्राई नगर्दा पनि हुन्छ। त्यसपछि एउटा प्यानमा थोरै तेल तताएर चप गार्लिक र ग्रीन चिलीलाई फ्राई गर्ने। त्यसपछि अनियन क्याप्सिकमलाई पनि अलिकति हल्का फ्राई गर्ने। त्यसपछि मैले टमाटर एड गरेँ, त्यसलाई पनि एकछिन चलाउने। त्यसपछि अघि हामीले बनाएको ससलाई चाहिँ त्यसमा राखिदिने र एकछिन चलाउने। त्यसपछि अलिकति स्वादअनुसार नुन राख्ने अनि अघि हामीले फ्राई गरेर राखेको मोमोलाई पनि त्यसमै राखेर मजाले चलाउने। त्यसपछि त हाम्रो सी मोमो रेडी हुन थालिसक्यो। अब मैले अघि काटेर राखेको अनियनलाई पनि राखिदिन्छु, यसले चाहिँ मिठो स्वाद दिन्छ। त्यसपछि हाम्रो सी मोमो रेडी भयो। अब हजुरहरूले पनि यसै गरी घरमै सी मोमो बनाएर इन्जोय गर्नुहोला। यो रेस्टुरेन्टको भन्दा कुनै कम हुँदैन, एकदम मिठो हुन्छ। थ्याङ्क यू फर वाचिङ।